ल सबैजनालाई वेलकम छ फेरि पनि आज हामी पावर बीआई अथवा चाहिँ रिपोर्टिङ स्पेसिफिक फर्स्ट सेसन हामी पावर बीआई अथवा रिपोर्टको फर्स्ट सेसनमा छौँ। हाम्रो एजेन्डा अनुसार हाम्रो एजेन्डा अनुसार आज मोड्युल 3 को फर्स्ट सेसन जसमा चाहिँ पावर बीआई बाट हामी रिपोर्ट बनाउन सिक्दैछौँ। एटलिस्ट पावर बीआई के हो, यसले कसरी काम गर्छ, किन पावर बीआई चाहिन्छ भन्ने कुरा हामी बुझ्नेछौँ। रिपोर्ट को भ्यालु के हो, कसरी बनाउने, कति सजिलो छ, कति अप्ठ्यारो छ, अथवा पावर बीआई कति सजिलो छ, कति अप्ठ्यारो छ, किन यो इम्पोर्टेन्ट छ भन्ने कुरा आजको हाम्रो सेसनबाट हामी कुरा गर्दैछौँ। अब मैले यो डकुमेन्ट तपाईहरुलाई अलरेडी शेयर गरिसकेको हुनाले तपाईहरुमध्ये धेरैले पावर बीआई डेस्कटप तपाईहरुले डाउनलोड गरिसकेको हुनु पर्नेछ। आज हामी त्यो डाउनलोड भएको पावर बीआई डेस्कटपमा यो रिपोर्ट बनाउने छौँ। सँगसँगै तपाईहरुसँग अलरेडी पावर बीआई डेस्कटप डाउनलोड छ भने मैले गरेको स्टेपहरु फलो अलोङ गरेर यो एक्ज्याक्ट रिपोर्ट हामी क्रिएट गर्नेछौँ। यहाँ हामीसँग अर्डर क्वान्टिटी बाइ क्वार्टर, total product cost by semester, sales amount by product category, order quantity by country, जस्तै यसरी विभिन्न प्रकारका रिपोर्टहरु छन्। अनि यसलाई चाहिँ हामी बाइ इयर स्पेसिफिकली पनि हेर्न सक्छौं, अथवा चाहिँ हामीसँग भएको रिपोर्टलाई चाहिँ स्पेसिफिक क्याटेगोरीको आधारमा अथवा चाहिँ हाम्रो फिल्टरको आधारमा फिल्टर गरेर पनि हेर्न सक्छौं। यो ड्याशबोर्ड निकै इन्टरएक्टिभ ड्याशबोर्ड छ। त्यो भएको हुनाले हामी यो इन्टरएक्टिभ ड्याशबोर्ड आज बनाउन सिक्नेछौँ। एटलिस्ट कसरी बन्दो रहेछ भनेर हेर्नेछौँ है त। यो हाम्रो आजको एजेन्डा। त्यो एजेन्डामा जानुभन्दा अगाडि म तपाईहरुलाई आज हाम्रो यो एजेन्डा प्रवेश गर्नको लागि हामी दुईटा टेबल प्रयोग गर्नेछौँ, डिम टेबल र फ्याक्ट टेबल। तपाईले यहाँ राइट साइडमा देख्नुभयो भने डिम डेट र फ्याक्ट सेल भनेर देख्नुहुन्छ। यो फ्याक्ट सेल जुन हाम्रो यो भन्दा अघिल्लो सेसनमा हामीले डेटा वेयर हाउसिङ को कन्सेप्ट पढेको थियौं। त्यो डेटा वेयर हाउसिङ भनेको नथिङ बट फैक्ट एन्ड डाइमेन्सन, फैक्ट टेबल एन्ड डाइमेन्सन टेबल भनेर कुरा गरेको थियौं। जुन चाहिँ यो एउटा पिक्चरमा हामीले अघिल्लो सेसनमा हामीले कुरा गरेको थियौं। यसमा के कुरा गरेको थियौं भन्दा हामीले ओएलटीपी के हो, ओएलएपी के हो, ओएलटीपी मा टेबलहरु यसरी कसरी धेरै टेबलहरु कसरी जोइन भएका हुन्छन्। ओएलएपी भनेको डिनर्मलाइज अथवा चाहिँ डेटा वेयरहाउस। डेटा वेयरहाउसमा जम्मा डिम र फ्याक्ट मात्रै हुन्छ। डाइमेन्सन भनेको डिस्क्रिप्टिभ डेटा, त्यो डेटालाई डिस्क्राइब गर्ने डेटा डाइमेन्सनहरु त्यो हुन्छ भने फ्याक्टमा चाहिँ त्यो डाइमेन्सनको कीहरु अनि मेजरहरु, मेजर भनेको फ्याक्ट अथवा चाहिँ यसको फ्याक्ट डेटाहरु जस्तै अमाउन्ट हैन, टोटल अमाउन्ट, टोटल सेल्स अथवा प्रॉफिट अथवा लस अथवा चाहिँ त्यो जसले चाहिँ तपाईलाई फ्याक्ट दिन्छ कम्पनीको एक्चुअल कुराहरु, त्यो चाहिँ फ्याक्ट अन्तर्गत पर्दछन्। हामीले यो भन्दा अर्को अघिल्लो सेसनमा हामीले यो डेटा वेयरहाउसिङको कन्सेप्ट हेरेको हुनाले हेरिसकेका छौं। अब यो डेटा वेयरहाउसिङको कन्सेप्टमा डाइमेन्सन र फ्याक्ट को कन्सेप्ट, अनि यो डाइमेन्सन र फ्याक्ट बनाएर टेबल क्रिएट गरेर चाहिँ अब फर्दर के त हामीले डाइमेन्सन टेबल पनि क्रिएट गरौँ, फ्याक्ट टेबल पनि क्रिएट गरौँ। हामीले यी डाइमेन्सन र टेबलको आधारमा यी विभिन्न प्रकारका डिम टेबल, फ्याक्ट टेबलको आधारमा हामीले स्टार स्किमा अथवा स्नोफ्लेक स्किमा पनि डिजाइन गर्यौं। अब नेक्स्ट के त, अब नेक्स्ट हामी त्यो टेबलको आधारमा हामी रिपोर्ट बनाउँछौं हैन। यो तपाईको सिक्वल एसएसएमएस भयो, तपाईले होपफुली देखिराख्नु भएको छ। यो एसएसएमएस मा हामीसँग दुई खालको डेटाबेस छ। यो माथिको डेटा ओएलटीपी डेटाबेस, ट्रान्ज्याक्सनल डेटाबेस, अनि यो चाहिँ डेटा वेयरहाउस। यो डेटा वेयरहाउस तपाईले हेर्नुभयो भने यहाँनेरि सबै डिम टेबल र फ्याक्ट टेबलहरु मात्रै देखिएका छन्। यहाँ एक्सक्युज मी, यो यसलाई मैले कपी गरे भने यहाँनेरि के छ त भन्नुहुन्छ भने सबै माथि डाइमेन्सन टेबल अनि यहाँ फ्याक्ट टेबल हैन। यो भनेको डेटा वेयरहाउस, डाइमेन्सन र फ्याक्ट। अब यसमध्ये हामी कुनै एउटा डाइमेन्सन र एउटा कुनै फ्याक्ट
लिएर एउटा डाइमेन्सन एउटा फ्याक्टबाट को डेटालाई एनालाइज गर्छौं रिपोर्टको थ्रुबाट डेटालाई एनालाइज डेटा कस्तो खालको डेटा छ कम्पनीले के गरिरहेछ भनेर हामी एनालाइज गर्छौं हामी के गर्दैछौं यो फ्याक्ट इन्टरनेट सेल्स र डिम डेट यो दुईटा टेबललाई युज गरेर हामी पावर बीआई रिपोर्ट बनाउँदैछौं यो दुईटा टेबल डेटालाई मैले सीएसवी फाइलमा राखेको छु जुन चाहिँ यो डिम डेट र डिम फ्याक्ट टेबल हो हामी यो दुईटा टेबललाई युज गरेर रिपोर्ट बनाउँदैछौं यो रिपोर्टमा अनि यो डेटा अब यो अहिलेसम्म त तपाईले यो डेटा वेयरहाउसमा अथवा यहाँ सिक्वलमा तपाईले सबै काम गर्नुभयो डेटा राख्नुभयो तर यो जस्तै यो फ्याक्ट टेबल एकचोटी हेरिहालौं डी फ्याक्ट इन्टरनेट सेललाई तपाईले सिलेक्ट गरेर हेर्नुभयो भने यहाँ यस्ता खालका डेटाहरु आउँछन् यो डेटाले तपाईलाई कुनै पनि मेक सेन्स दिदैन हैन यहाँ नम्बर मात्रै छ यो डेटाको अर्थ बुझिन्न अब यो डेटाको अर्थ बुझ्नको लागि हामी रिपोर्ट बनाउँछौं त्यो पावर बीआई रिपोर्ट हामी विभिन्न खालका रिपोर्टहरु हुन्छन् त्यसमध्ये हामी पावर बीआई रिपोर्ट सो पावर बीआई रिपोर्टको लागि तपाईहरुले फर्स्टमा गर्नुपर्ने कुरा के त भन्दाखेरि पावर बीआई मा गर्नुपर्ने तपाईहरुले पहिले पावर बीआई इन्स्टल गर्नु पर्यो यो लिंकमा गएर म यो लिंक चाहिँ तपाईलाई टेक्स्ट गर्दिन्छु यो एकदम स्ट्रेट फरवर्ड डाउनलोड गर्ने यहाँ यो पावर बीआई यसरी डाउनलोड हुन्छ तपाईको सफ्टवेयर डाउनलोड मेरोमा अलरेडी भइसकेको हुनाले यो पावर बीआई डेस्कटप चाहिँ इन्स्टल हुँदैछ त्यही पनि अर्को चोटी मसँग अलरेडी डाउनलोड छ म तपाईहरुसँग डाउनलोड छैन भने यसलाई एक्चुअली डाउनलोड गर्नुहोस् यो फेल भयो किनभने मसँग अलरेडी भएर म यसलाई क्लोज गर्छु डाउनलोड भइसकेपछि तपाईको के हुन्छ यहाँबाट तपाई पावर बीआई लेख्नु भयो भने सर्च गरेर पावर बीआई सर्च गर्नुभयो भने यहाँ पावर बीआई आउँछ यसलाई तपाईले के गर्नुपर्ने छ पावर बीआई लाई ओपन गर्नु पर्छ ओपन गरिसकेपछि तपाईको पावर बीआई यसरी यहाँनेरि खुल्दै छ पावर बीआई मेरोमा ट्याक्क खुलो अब यो फर्स्ट लुक भयो अहिलेको भर्जनमा भर्जनहरु चेन्ज हुन्छ समय अनुसार यिनीहरुले लुकहरु चेन्ज गर्छ म तपाईहरुलाई सरसती पहिले पावर बीआई जस्तै हामी यहाँनेरि कसरी पुग्छौं त हैन यो रिपोर्टमा पुग्नु भन्दा अगाडि यहाँबाट सुरुवात यो भनेको पावर बीआई को सफ्टवेयर भयो यो सफ्टवेयरलाई पहिले बुझौं पावर बीआई को सफ्टवेयरमा तपाईसँग पहिले तपाईको के हुन्छ भने सिलेक्ट द डेटा सोर्स अथवा स्टार्ट विथ ब्ल्याङ्क रिपोर्ट तपाईसँग दुईटा अप्सन छ एउटा ब्ल्याङ्क रिपोर्टबाट स्टार्ट गर्ने अथवा चाहिँ सोर्स जस्तै तपाईको रिपोर्ट बनाउने डेटाहरु कहाँबाट ल्याउने तपाईसँग विभिन्न खालका सोर्सहरु हुन्छन् हामी एक्सेल सोर्स युज गर्ने भएको हुनाले तपाईसँग सिक्वल सर्भर तपाईसँग वन नोट अथवा इभन लाइक ब्ल्याङ्क रिपोर्ट अहिले हामी यो ब्ल्याङ्क रिपोर्ट पनि क्लिक गर्न सक्नुहुन्छ मैले ब्ल्याङ्क रिपोर्ट क्रिएट गरे यो ब्ल्याङ्क रिपोर्ट क्रिएट गरिसकेपछि अलिकति बेटर भ्यू देखियो हैन अब यो भ्यूमा जो पावर बीआई डेस्कटप यो पावर बीआई को डेस्कटप भर्जन हो तपाईले यसको यूआरएल भर्जन अथवा क्लाउड भर्जन सबै हुन्छ अब कुराहरु उस्तै हो तर यो डेस्कटप भर्जन भनेको तपाईले डाउनलोड गर्नुभयो अनि यो डेस्कटपमा तपाईले यसरी यसलाई यो देखियो अब यसमा म सरसर्ती अलिकति इन्फर्मेसन दिन्छु यहाँ होम ट्याब छ होम ट्याब भित्र के छन् भन्नुहुन्छ भने डेटा गेट डेटा एकदम मोस्ट इम्पोर्टेन्ट थिङ हैन तपाईलाई गेट डेटामा जानु भन्दा अगाडि म क्विकली के भन्छु भने म एउटा पेन्ट ओपन गर्छु अनि पेन्टमा पावर बीआई डेस्कटप पहिले हामी आज के कुरा गर्छौं भने फर्स्टमा पावर बीआई के हो भनेर त्यो डेस्कटपको इन्फर्मेसन हेर्छौं हैन POWR पावर बीआई इन्फो त्यसपछि हामी अर्कोमा हाम्रो लाइनमा हेर्छौं पावर बीआई डेस्कटपको इन्फो गरिसकेपछि हामी कसरी पावर बीआई बनाउने हैन पावर बीआई रिपोर्ट कसरी बनाउने रिपोर्ट बनाउनको लागि हामीले डेटा सोर्स लिनुपर्छ हाम्रो कहाँबाट रिपोर्ट बनाउने हाम्रो त्यो रिपोर्ट बनाउने डेटाको सोर्स के हो डेटा
सोर्स हैन डेटा सोर्स हेर्छौँ डेटा सोर्सलाई अलिकति हामीले म्यानिपुलेट गर्नुपर्ने हुन्छ त्यो डेटा सोर्स काम गरिसकेपछि अनि हामी त्यस पछाडि हामी डाइरेक्टली ड्याशबोर्ड तपाईँ ड्याशबोर्ड बनाउन थाल्छौँ ड्याशबोर्ड बनाउन थाल्छौँ हैन यति तीनवटा कुरा हामी आज बेसिकली गरौँ तपाईलाई एटलिस्ट पावर बिआई यो छ भन्ने कुरा जानकारी हुन्छ त्यो जानकारी गराउने जिम्मा मेरो भयो भनेर भन्न चाहन्छु अहिले यहाँ के भयो अब सोर्स अब मैले अघि यहाँ भने जस्तै हामीसँग यो इन्फर्मेसनको सेक्सनमा छौँ हामीसँग डेटा विभिन्न खालका सोर्सहरू लिनलाई डेटाको सोर्सहरू लिने अप्सनहरू यहाँ छ त्यसमा चाहिँ एक्सेल वर्कबुक अनि त्यसै गरी डेटा वर्स पावर बिआई सेमेन्टिक मोडल सिक्वल सर्भर तपाईले डाइरेक्टली सिक्वल सर्भर पनि डेटा लिन सक्नुभयो एनालिटिक्स सर्भिसबाट पनि तपाईले डेटा लिन सक्नुभयो अथवा टेक्स्ट अथवा सीएसवी फाइल पनि तपाईको सोर्स डेटा हुन सक्यो अथवा तपाईको वेबसाइट अथवा कुनै वेबहरू पोर्टलहरू पनि तपाईको डेटा सोर्स हुन सक्यो अथवा चाहिँ विभिन्न खालका तपाईले डेटा सोर्स त्यसैगरी एक्सेल सोर्स यहाँ क्लिक गर्नुभयो भने पनि कुरो एउटै हो सिक्वल सर्भर यहाँ क्लिक गर्नुभयो भने तपाईको सोर्समै जाने हो अथवा तपाईसँग अप्सनली तपाईले डेटा इन्टर गर्न सक्नुहुन्छ सोर्स डेटा इन्टर गर्न सक्नुहुन्छ यस्ता कुराहरू यो होम ट्याबमा भए हैन अनि तपाईले यो नयाँ केही कुरा लेख्नु पर्यो रिपोर्टको बारेमा रिपोर्ट लेख्नु पर्यो रिपोर्टको नाम लेख्नु पर्यो भने यो यहाँनेरि तपाईको टेक्स्ट बक्स अप्सन छ कोपाइलट यहाँ अप्सन छ तपाईलाई केही क्वेशनहरु सोध्नु पर्यो भने कोपाइलटलाई सोध्न सक्नुहुन्छ त्यसै गरी यो यता राइट ह्यान्ड साइडमा तपाईसँग के छ भन्दा भिजुअलाइजेसन टुलहरु छ अब यी हामी सबै यी टुल्सहरु युज गर्छौं यसबाट चाहिँ हाम्रो रियल डेटालाई भिजुअलाइज गर्ने काम यो भिजुअलाइज टुल्सबाट गर्छौं त्यसपछि त्यो भयो राइट साइड लेफ्ट साइडमा के छ लेफ्ट साइडमा यहाँनेरि भ्यू रिपोर्ट भन्ने ट्याब छ यो चाहिँ रिपोर्ट बनाउने ट्याब भयो त्यसपछि यहाँनेरि टेबल ट्याब भयो हामीले भरे अहिले यहाँ टेबल ल्याइसकेको छैन सोर्स ल्याइसकेको छैन सोर्स ल्याइसकेपछि त्यो सोर्सलाई हामी यहाँ के गर्छौं म्यानिपुलेट गर्छौं हामी सोर्सलाई त्यो सोर्सलाई नयाँ कोलम एड गर्ने अथवा चाहिँ मेजर एड गर्ने अथवा हुन्छ नि अपडेट गर्ने के गर्ने कामहरु अथवा चेन्ज गर्ने डेटा टाइप चेन्ज गर्ने जस्ता कामहरु यहाँ यो यसमा गर्छौं त्यसैले नेक्स्टमा हामी डेटा मोडलिङ यो तपाईसँग डेटाहरु अथवा सोर्स फाइल लिइसकेपछि तपाईले त्यो सोर्स एक अर्कामा कसरी रिलेटेड छन् तपाईले यो रिलेसन क्रिएट गर्छौं हामी नेक्स्टमा त्यसैले अर्को अप्सनली यो डैक्स फंक्सन हुन्छ यो चाहिँ अलिकति कम्प्लिकेटेड क्वेरीहरु गर्नको लागि कम्प्लिकेटेड कामहरु अथवा चाहिँ क्याल्कुलेटेड कामहरु गर्नको लागि यो डैक्स फंक्सन हामी क्वेरी लेख्ने गर्छौं डैक्समा क्वेरी लेख्ने गर्छौं जुन चाहिँ आजको क्लासमा हामी कभर गर्दैनौं डैक्स भनेको तपाईले के बुझ्नु पर्यो भने यो पावर बीआई को एउटा ल्याङ्ग्वेज हो जस्तै एसएसएमएस को ल्याङ्ग्वेज सिक्वल हो अथवा सिक्वल को एसक्यूएल एउटा हुन्छ नि तपाईको डेटाबेसबाट डेटा रिड गर्ने ल्याङ्ग्वेज हो भने जस्तै पावर बीआई को सँग इन्टरप्रेट गर्नको लागि काम गर्नको लागि क्याल्कुलेसन गर्नु पर्यो के गर्नु पर्यो भने तपाईले डैक्स मा क्वेरी गर्नुपर्ने हुन्छ यसको बारेमा मोर इन्फर्मेसन यहाँ यो लिंकमा क्लिक गर्नु भने डैक्स को क्वेरीज को बारेमा मोर इन्फर्मेसन तपाईले पाउनुहुन्छ डैक्सले कसरी काम गर्छ भनेर तर डैक्समा सम्म जानु भन्दा अगाडि हामी अब बेसिक डेटा सोर्स फाइल हामी दुईटा सोर्स फाइल युज गरेर रिपोर्ट बनाउँदै छौं ब्युटिफुल रिपोर्ट हैन त्यसको लागि यो होम ट्याबमा यति भयो अब इन्सर्ट ट्याबमा के छ इन्सर्ट ट्याबमा तपाईले टेक्स्ट इन्सर्ट गर्नुभयो इन्सर्ट गर्न पाउनु भयो यस्ता विभिन्न खालका क्यूएनए अथवा चाहिँ बुकमार्कहरु इन्सर्ट गर्नु पर्यो आउनु पायो सेव्सहरु यो रिपोर्टमा विभिन्न खालका सेभहरु इन्सर्ट गर्न पाउनु भयो इमेजहरु इन्सर्ट गर्न पाउनु भयो अब मोडलिङ ट्याब भ्यू ट्याब हैन यी रेगुलर कुराहरु भए यदि भइसकेपछि अब हाम्रो फर्स्ट स्टेप यो भनेको ओभरभ्यू भयो पावर बीआई डेस्कटप को पावर बीआई को डेस्कटप को भनेको सामान्य ओभरभ्यू भइसकेपछि हामी अब नेक्स्ट स्टेपमा जान्छौं नेक्स्ट स्टेपमा हाम्रो के काम के हो भने हाम्रो काम डेटा सोर्स डेटालाई लिएर आउने हो डेटालाई ल्याएर काम गर्ने मैले अघि भनिसकेको छु हामीसँग यो एसक्यूएल मा भएको डिम र फ्याक्ट मध्ये एउटा डिम एउटा फ्याक्ट को डेटालाई ल्याएर हामी त्यसबाट हुन सक्ने रिपोर्टहरु हामी क्रिएट गर्छौं हैन त्यो भएर त्यो दुईटा डिम र फ्याक्ट टेबलको डेटालाई मैले अलरेडी यो डिम डेटा कपी गरेर यो सीएसवी फाइलमा र फ्याक्ट
टेबल CSV फाइलमा ल्याएको हुनाले म यो दुईटा टेबलहरुलाई एज अ सोर्स म यहाँनेरि प्रयोग गर्छु त्यसको लागि म अब के गर्छु भने गेट सोर्समा क्लिक गरेर एक्सेल वर्कबुक मा क्लिक गर्छु यदि मैले SQL बाट ल्याउने हो भने म सिधै SQL सर्भरमा क्लिक गर्छु र त्यो कनेक्सन एस्टाब्लिश गर्छु अथवा म त्यो गर्छु र अहिले मैले एक्सेल बाट ल्याउने भएको हुनाले म यहाँ पनि क्लिक गर्न सक्छु यो एक्सेल मा यहाँ क्लिक गरे यो क्लिक गरिसकेपछि मेरो CSV फाइल कहाँ छ मसँग यो मैले यो डिम डेट र फ्याक्ट सेल यो दुईटालाई ल्याउने हो एउटा म डिम डेटलाई पहिले लिएर आउँछु डिम डेट अब यहाँनेर तपाईलाई सामान्य त्यो फाइलमा भएको कुराहरु देखाएको छ यदि तपाईलाई केही फरक आयो देखियो भने यसलाई तपाईले चेन्ज गर्न सक्नुहुन्छ यो चाहिँ स्याम्पल डेटा हो तपाईलाई देखाएको मलाई सबै ठिकै जस्तो लाग्यो यसलाई म लोड गर्छु यो लोड गरिसकेपछि तपाईले राइट ह्यान्ड साइडमा हेर्न सक्नुहुन्छ यो यता राइट साइडमा यो डेटा लोड भयो यहाँ डिम टेबल यहाँ पपअप भयो अनि यसलाई एक्सपान्ड गर्नु भने डिम त्यो टेबल भित्रका कोलमहरु यसरी यहाँनेरि आयो त्यसैगरी म अर्को फ्याक्ट टेबल जस्तै मसँग यो फ्याक्ट सेल भन्ने टेबल छ यसलाई मैले ओपन गरेर एक्सेल मा ओपन गरेर हेरौं क्विकली फ्याक्ट डेटा मैले SQL बाट कपी गरेर ल्याएको डेटा हो यो ओपन हुँदैछ जस्तै यो अर्को विन्डोमा ओपन भयो यो चाहिँ यस्तो खालको यहाँनेरि डेटा छ हैन यहाँ के छ प्रोडक्ट क्याटेगोरी छ प्रोडक्ट सब क्याटेगोरी छ प्रोडक्ट नेम छ यो सेल्स डेटा हैन हामीसँग कस्तो खालका प्रोडक्टहरु छन् यहाँ बाइक हामीसँग बाइक प्रोडक्ट भयो हैन क्लोथिङ भयो एक्सेसरिज भयो यस्ता प्रोडक्ट भए त्यसैगरी सब क्याटेगोरीको डेटामा हामीसँग रोड बाइक भित्र यो बाइक क्याटेगोरीमा सब क्याटेगोरी माउन्टेन बाइक त्यसैगरी रोड बाइक यस्ता कुराहरु भए अनि प्रोडक्ट नेम त्यो स्पेसिफिक यसको प्रोडक्ट नेम हामीसँग इन्टरनल प्रोडक्ट नेम हुन्छ त्यो प्रोडक्ट नेम यहाँनेरि राख्यो त्यसैगरी हाम्रो त्यो प्रोडक्टलाई अर्डर गरेको अर्डर डेट यहाँ छ त्यसैगरी कुन देशबाट अर्डर भएको छ त्यो देशको कन्ट्री यहाँ भयो अनि त्यो देशको स्टेट हैन कन्ट्री स्टेट अनि सिटी त्यसैगरी पोस्टल कोड त्यसैगरी कस्टमर आईडी यो भनेको अब कुन कस्टमरले युजर नेम उले चाहिँ अकाउन्ट क्रिएट गर्दाखेरि क्रिएट गरेको आईडी भयो त्यसैगरी कस्टमर नेम त्यसैगरी अब जेन्डर म्यारिटल स्ट्याटस यस्ता इन्फर्मेसनहरु कम्पनीले सेभ गरेर राखेको हुन्छ जतिखेर तपाईले अकाउन्ट क्रिएट गर्दाखेरि ल्याएको इन्फर्मेसनहरुको आधारमा अनि त्यसको आधारमा उले चाहिँ एनालाइज गर्छ त्यो डेटा एनालाइज गर्छ हैन अनि त्यसैगरी सेल्स टोटल प्रोडक्ट कस्ट यहाँ सेल्स अमाउन्ट भयो यहाँ कस्ट अमाउन्ट भयो अनि यहाँ क्वान्टिटी अर्डर क्वान्टिटी भयो हैन यसको आधारमा हामीले अरु फर्दर अब के गर्न सकिन्छ यसबाट प्रॉफिट क्याल्कुलेट गर्न सकिन्छ यहाँ यसबाट जेन्डरको आधारमा कुन प्रोडक्ट बेचेको रहेछ भनेर हेर्न सकिन्छ यसबाट कुन कन्ट्रीमा चाहिँ सबैभन्दा धेरै सामान बिक्यो कुन सामान बेच्यो भनेर हेर्न सकिन्छ हैन त्यसैगरी त्यसैगरी जस्तै कुन यो क्वार्टरमा चाहिँ धेरै अर्डर भएछ कुन क्वार्टरमा थोरै अर्डर भएछ भनेर हेर्न सकिन्छ अब यो डेटा चाहिँ त्यसरी हेर्नको लागि यो SQL अथवा चाहिँ तपाईको CSV फाइल अथवा चाहिँ यो एक्सेल फाइल त्यति युजफुल हुँदैन त्यसको लागि हामी पावर BI रिपोर्ट बनाउँछौं त्यो रिपोर्टले चाहिँ यहाँ भएको डेटालाई भिजुअलाइज गर्दिने काम गर्छ हैन चित्रको रूपमा जसले जुन चित्र हेरेर तपाईको म्यानेजर बोसहरुले चाहिँ डिसिजन मेकिङ गर्ने काम गर्छन् कुन देशमा बढी सामान बिकिरहेछ कुन देशमा कुन सामान बिकिरहेछ कस्तो मान्छेले बढी सामान किनिरहेछन् कस्तो मान्छेले सामान किन्न छोडेका छन् कुन क्वार्टरमा बढी सामान बिकिरहेछ कुन क्वार्टरमा कम सामान बिकिरहेछ त्यसको आधारमा उनीहरुले कतापटि बिजनेसले चाहिँ कस्तो स्ट्र्याटेजी लिने हैन अब कतापटि कसरी चाहिँ गर्दाखेरि बिजनेसले बढी ग्रोथ गर्छ भन्ने कुराहरुको एउटा डिसिजन मेकिङ गर्न प्रयोग गर्छ अब त्यसको लागि चाहिँ यसरी यस्तो खालको डेटा हेरेर भएन हामीले रिपोर्ट बनाएर दिनु पर्यो हैन त्यो रिपोर्ट अब हामी यहाँनेर बनाउँदै छौं जसको लागि एउटा डिम डेट हामीले लिइसक्यौं अब हामी के गर्दै छौं भने त्यो अर्को एक्सेल फ्याक्ट सेल्स हामी लिँदै छौं फ्याक्ट सेल्स को डेटा हामीले फ्याक्ट सेल को डेटा हामीले यहाँनेर एज अ सोर्स यहाँनेर लिए यहाँ अगेन 200 वटा टप रो हामीलाई मलाई देखाइदियो यो देखाइदिसकेपछि यो ठीक छ म यसलाई लोड गर्छु
अब यति लोड गरिसके पछाडि यता लेफ्ट ह्यान्ड साइडमा अथवा राइट ह्यान्ड साइडमा डिम डेट र फ्याक्चुअल दुईटै डेटा आयो। अब नेक्स्ट डेटा लोड भयो। अब हामी डाइरेक्टली डेटा रिपोर्ट बनाउन हतार गर्नु हुँदैन। डेटा तपाईले रिपोर्ट बनाउन यो डेटा हतार गरेर रिपोर्ट बनाउन न तपाईले मिसलिड रिपोर्ट बनाउन चान्स हुन्छ। तपाईले यो अहिले चाहिँ के छ भन्दाखेरि यो पावर बीआई ले यो डेटा एज इज तपाईले जसरी सीएसवी फाइलमा सेभ गर्नु भएको छ त्यही डेटा जस्ताको तस्तै यहाँ रिड गरौ हैन, यहाँ राखेको छ। अब पावर बीआई ले अन्डरस्ट्यान्ड गर्ने गरी हैन यो डेटालाई तपाईले अलिअलि फर्मेट यो डेटाको फर्मेटहरु चेन्ज गर्नु पर्ने हुन्छ। त्यो काम एकदमै इम्पोर्टेन्ट काम हो एज अ डेभलपरको, रिपोर्ट डेभलपरको। डेटा लाई हामीले पुल गरिसकेपछि जस्ताको तस्तै रिपोर्ट बनाउन आर्यो भने फेरि यसको रङ रिजल्ट आउने चान्स धेरै भएको हुनाले हामीले के गर्छौं भन्दा यो डेटालाई फर्मेट गर्छौं। जस्तै कसरी फर्मेट, तपाईले यो अर्डर डेट यो डिम डेटको यो अर्डर डेट कोलमलाई हेर्नुभयो भने यहाँ तपाईको के छ, डेटा टाइप टेक्स्ट छ। डेट कहिले पनि टेक्स्ट हुँदैन, डेटमै हुनुपर्छ। त्यही भएर हैन। त्यसैगरी तपाईको यहाँ कन्ट्री यहाँनेरि के छ, कन्ट्री छ। कन्ट्री पनि यहाँनेरि टेक्स्ट फर्मेटमै छ। यो डेटा क्याटेगोराइजै भएको छैन। कन्ट्री त तपाईको जियोग्राफी जस्तो अथवा चाहिँ एउटा चाहिँ हुन्छ नि म्यापमा एनालाइज गर्न मिल्ने खालको बनाउनु पर्यो नि त। हो त्यसरी एनालाइज गर्न मिल्ने पावर बीआई ले अन्डरस्ट्यान्ड गर्न सक्ने खालको डेटा हामीले चेन्ज गर्नुपर्छ हैन। त्यो नेक्स्ट स्टेप हो। त्यो नेक्स्ट स्टेपको लागि हामी यहाँनेरि यो टेबल भ्यूमा यहाँनेरि नेक्स्ट स्टेप छ, यो टेबल भ्यूमा आउँछौं। तपाई चाहिँ अप्सनल यही गरे पनि तपाईको प्रत्येक कोलमलाई एडजस्ट गर्न सक्नुहुन्छ। तर सामान्यतया एउटा टेबललाई एकचोटी चेन्ज गर्ने, यो माथिको डिम डेट टेबललाई एकचोटी अनि फ्याक्ट सेल्स टेबललाई एकचोटी चेन्ज गर्नको लागि हामी टेबल भ्यूमा यहाँनेरि क्लिक गर्छौं। टेबल भ्यूमा क्लिक गरिसकेपछि मैले अहिले डिम डेट सेलेक्ट गरेको छु। यहाँ डिम डेट सेलेक्ट भयो। मैले फ्याक्ट सेल्स पनि सेलेक्ट गर्दै फ्याक्ट सेल्स सेलेक्ट हुन्छ। म पहिले डिम डेटमा के चेन्ज गर्नुपर्छ सामान्यतया तपाईलाई चेन्ज गराएर देखाउँछु। जस्तै डिम डेटमा के चेन्ज गर्ने भने एक नम्बर अघि मैले भने यो डेट कोलमलाई यो टेक्स्टबाट पहिले डेटमा चेन्ज गर्नुस्, डेटा टाइप डेटमा चेन्ज गर्नुस् हैन। अहिले आर यु गोइङ टु चेन्ज विथ यु वान्ट टु कन्टिन्यू भन्दै छ। हामीले यस गर्यौं। यसलाई यस गर्ने बित्तिकै यो डेट फर्मेटमा चेन्ज भयो, टेक्स्ट फर्मेटबाट टेक्स्ट फर्मेटमा। त्यसैगरी अब अझै तपाई स्पेसिफिक फर्मेट अरु फर्मेटमा चेन्ज गर्न सक्नुहुन्छ। तपाईसँग अप्सन छ। अहिलेलाई मैले यसैलाई छोड्दिए। अब इयर 2008 सेमेस्टर क्वार्टर यो चाहिँ यो टेक्स्ट फर्मेटमै मलाई डेट फर्मेटमा लानु परेन, यो किनभने स्पेसिफिक इयर भएको हुनाले यो यति नै छोड्दै। मन्थ नम्बर पनि नम्बर यो यति नै छोड्दै। मलाई अर्को गर्नुपर्ने इम्पोर्टेन्ट कुरा के हो भने यो मन्थ भन्ने कोलमलाई सर्टिङ अर्डरमा चेन्ज गर्नुपर्छ। किन चेन्ज गर्नुपर्छ भने यो मन्थ भन्ने कोलम टेक्स्ट फर्मेटमा छ। यो टेक्स्ट फर्मेटमा भएको मन्थलाई मैले अर्डर गरिसके पछाडी भनेको यो डेटा चाहिँ यो जनवरीलाई मन्थ 1 भनेर यसले बुझ्छ, नभए अगस्तलाई मन्थ 1 भनेर बुझिरहन्थ्यो हुन्थ्यो। किनभने टेक्स्ट भनेको के हो, टेक्स्ट फर्मेट भन्दा एबीसीडी जुन ए बाट सुरु हुन्छ अक्षर त्यसलाई मन्थ 1 भनेर बुझ्न सक्थ्यो। त्यो जुन चाहिँ तपाईले यति अर्डर गर्नु भएन भने, यो अर्डरमा चेन्ज गर्नु भएन भने तपाईको रिपोर्टले गलत रिजल्ट दिन सक्छ। जुन गलत रिजल्टको कारणले गलत डिसिजन कम्पनीले लिन सक्छ। गलत डिसिजन कारणले कम्पनीसम्म के भन्छ त्यसले ब्याड इम्प्याक्ट गर्न सक्छ। त्यसैले एज अ डेभलपर हामीले गर्नुपर्ने यस्तो बेसिक कुराहरु, डेटालाई पहिले फर्मेट गर्ने कुराहरु हैन, यो मन्थलाई अर्डर गर्ने यस्तो यो बेसिक यसरी अर्डर गरिसकेपछि एटलिस्ट हाम्रो अब फर्दरमा यसले चाहिँ हामीले अर्डर बाइ मन्थको चाहिँ ड्याशबोर्ड बनाउँदाखेरि रिपोर्ट चाहिँ एउटा सिस्टमेटिक अर्डरमा मन्थली अर्डरमा बस्छ। यो मन्थकोलाई हामीले अर्डर बनायौं। यति गरिसकेपछि मैले लगभग यो डिम डेटको मैले चाहे अनुसारको चेन्ज गरिसकेँ। अब म त्यस्तै कुरा फ्याक्ट सेलमा पनि केही चेन्ज गराउन चाहन्छु। जस्तै म फ्याक्ट सेलमा के चेन्ज गराउन चाहन्छु भने हामीसँग प्रोडक्ट क्याटेगोरी कोलम छ। यो क्याटेगोरी कोलम प्रोडक्ट क्याटेगोरी यो टेक्स्ट फर्मेट छ। आई एम गुड। सब क्याटेगोरी पनि टेक्स्ट फर्मेटमा छ।
यो पनि ठिक छ प्रोडक्ट नेम पनि टेक्स्ट फर्मेट यो नेममै हो यसमा पनि मलाई केही गर्नु छैन अर्डर डेट भन्ने कोलम यो डेट फर्मेटमा हुनुहुन्छ यो टेक्स्ट हैन यो अर्डरको डेट म डेटमा चेन्ज गर्छु यसलाई ओके गरे त्यसैगरी यो कन्ट्री भनेको अहिले टेक्स्टमा छ युनाइटेड स्टेट टेक्स्ट नै हो तर यसलाई मैले क्याटेगोरी अहिले तपाईले यहाँ राइट ह्यान्ड साइडमा यो कन्ट्री मैले सेलेक्ट गरेको छु यसमा कुनै पनि केही पनि छैन अहिले मैले चेन्ज गरेको छु हेर्नु होला यहाँ चेन्ज हुन्छ जस्तै यहाँ मैले के चेन्ज गर्छु भने कन्ट्रीको क्याटेगोरी म कन्ट्री नै राख्दिन्छु हैन क्याटेगोरी चेन्ज गरेपछि कन्ट्रीको क्याटेगोरी चेन्ज गर्छु यहाँ यो म्याप जस्तो यो चाहिँ चेन्ज भयो म्याप भन्ने चित्र आयो जो चाहिँ म्याप भनेर यो पावर BI ले म्यापको रूपमा यसले अन्डरस्ट्यान्ड गर्छ त्यसैगरी स्टेट पनि सेम थिङ स्टेटलाई पनि म स्टेट क्याटेगोरीमा राख्दिन्छु स्टेट प्रोभिजन्स क्याटेगोरीमा त्यसैगरी सिटी पनि सिटी क्याटेगोरी त्यो पनि एउटा म्यापमा भयो पोस्टल कोड पनि म के गर्छु पोस्टल कोडै क्याटेगोरीमा राख्दिन्छु अब कस्टमर आइडी लाई मैले केही पनि गर्नु गरिन यो टेक्स्ट फर्मेटमै छ ABCD यो कस्टमर आइडी कस्टमर नेम ठिक छ जेन्डर ठिक छ म्यारिटल स्ट्याटस ठिक छ सेल्स एमाउन्टमा म के गर्न चाहन्छु भने यो एमाउन्ट हो एमाउन्ट भएको हुनाले म डेसिमल ठिक छ तर यो फर्मेट यसको फर्मेट चाहिँ म डलर साइन अगाडि दिन चाहन्छु यसको डलर साइन अगाडि दिनको लागि म के गर्छु करेन्सी यो फर्मेटमा गएर म करेन्सीलाई चेन्ज गरे भने यो अटोमेटिकली यहाँ हेर्नु भने डलर साइन आयो सेम थिङ सेल्स एमाउन्ट भर्सेस टोटल प्रोडक्ट कस्टलाई पनि म त्यो डलर साइन दिन चाहन्छु यो कस्ट हो करेन्सी यो भयो यति गरे मैले अब अर्डर क्वान्टिटी यसमा मैले होल नम्बर हो यो मलाई केही पनि गर्नु परेन यदि गरिसकेपछि म तपाईलाई अहिले क्विकली एउटा यसको अप्सनल जस्तै तपाईसँग यो टेबलमा तपाईले कुनै कोलम एड गर्नु पर्यो जस्तै हामीले अघि भन्यौ सेल्स एमाउन्टमा कस्ट घटायो भने प्रॉफिट आउँछ हैन त्यो तपाईले एड गर्न सक्नुहुन्छ त्यो जस्तै त्यस्ता खालका एडिसनल कोलमहरु बिजनेस निड अनुसार कोलम एड गर्न सक्नुहुन्छ त्यो कोलम एड गर्नलाई यहाँ यो न्यू कोलममा तपाईले क्लिक गर्न सक्नुहुन्छ यसमा यो चाहिँ सोर्सबाट आएको हैन यो चाहिँ हामीले डिराइभ गराउँछ चाहिँ हामी SQL मा पनि डिराइभ कोलम अथवा ETL मा पनि डिराइभ कोलम भनेको थियौ यो रिपोर्टिङमा पनि हामीले डिराइभ कोलम भन्यौ यो डिराइभ गर्दै छौं डिराइभ कोलमको नाम के भने यो प्रॉफिट भन्ने कोलम अब प्रॉफिट कसरी निकाल्ने भन्दाखेरि सेल्समा प्रोडक्ट कस्ट घटाएर प्रॉफिट निकाल्ने सेल्समा तपाईले यहाँ सेल्स लेख्नु भयो भने यो सेल्स एमाउन्ट यहाँनेर आयो यसमा के गर्नु पर्यो भने माइनस कस्ट मैले कस्ट लेखे यो फ्याक्ट सेल्स को कस्ट घटाए हैन यसलाई अब मैले इन्टर गरे भने यो अटोमेटिकली यो डिडक्ट भएर सेल्स मा कस्ट घटे पछाडी यो प्रॉफिट आयो अब यसमा यसलाई मैले के गर्छु जेनरल बाट डलर साइन मलाई दिन्छु म करेन्सी मा गएर डलर साइन यसलाई म चेन्ज गर्दिन्छु डलर साइन मा चेन्ज गर्दै ओके यति मैले डेटालाई अलिकति चेन्ज गरे अलिकति जुन चाहिँ पावर BI ले अन्डरस्ट्यान्ड गरोस् हैन डलर साइन त्यसैगरी तपाईको यो क्याटेगोरीहरु यसरी यो एकदमै इम्पोर्टेन्ट कुरा हो तपाईले यो डेटालाई अथवा पावर BI ले अन्डरस्ट्यान्ड गर्ने फर्मेटमा चेन्ज गर्नु सबैभन्दा फर्स्ट इम्पोर्टेन्ट कुरा जुन पावर BI रिपोर्टरले रिपोर्ट बनाउनु भन्दा अगाडि गर्छ त्यो गर्नु पर्यो तपाईलाई यो केमा चेन्ज गर्ने कस्तो फर्मेटमा चेन्ज गर्ने थाहा छैन भने तपाई भन्दा सिनियरलाई सोध्नु पर्यो कुनमा अथवा चाहिँ रिपोर्ट रिक्वेस्ट गर्ने मान्छेलाई सोध्न सक्नुहुन्छ यो कोलमको बारेमा तपाईलाई थाहा छ इन्फर्मेसन थाहा छैन यो कोलम नयाँ कोलम हो तपाईको लागि यसमा कस्तो खालको डेटा छ भन्ने कुरा तपाईलाई थाहा छैन भने त्यो कसैलाई हेल्प मागेर अथवा चाहिँ तपाईको डेटा डिक्सनरी भन्ने हुन्छ त्यसको कोलमको बारेमा बढी इन्फर्मेसन दिएको हुन्छ त्यसलाई हेरेर त्यो अनुसार तपाईले यसलाई यो कोलमहरुलाई फर्मेट गर्नुपर्ने हुन्छ ओके अब हामीले के गर्यौं अहिलेसम्म डेटा ल्यायौं डेटालाई हामीले जानेसम्म फर्मेट गर्यौं हैन हामीसँग दुईटा टेबल ल्याएको थियौं दुईटा टेबलको दुईटा डेटालाई फर्मेट गर्यौं अब नेक्स्ट काम हामी के गर्छौं भने यहाँ दुईटा टेबल भएको हुनाले यो अटोमेटिकली यसले रिलेसन पिक गर्यो यो रिलेसन जस्तै डिम डेट र फ्याक्ट डेट को यो बीचमा तपाईले धरको देख्नु भयो भने यसले अटोमेटिकली डिटेक्ट गर्यो यहाँनेरि तपाईले माउस लानु भयो भने अर्डर डेट र अर्डर डेट यो दुईटा टेबलको अर्डर डेट एउटै फर्मेटमा छ डेट फर्मेटमा
अनि एकछिन है त यो डेट अर्डर डेट डेट फर्मेटमा छ ओके अब हामी के गर्छौँ भने यसलाई यो अटोमेटिक यो यति हो हामीले गर्नुपर्ने यदि तपाईसँग यो छैन भने अथवा यो डिलिट भएको छ कहिलेकाहीँ यसले पिक गरेको छैन भने यो जस्तै यस्तो छ भने एकदम स्ट्रेट फरवर्ड छ यो तपाईँको रिलेसन दिनलाई पनि जस्तै यो दुईटा टेबलको कमन डेटा के हो यहाँ प्राइमरी की फरेन कीको त्यत्रो केही पनि गर्नु परेन कमन डेटा अर्डर डेटको आधारमा हामी यो दुईटालाई रिलेसन दिन्छौँ अर्डर डेट लाई ड्र्याग गरेर यो अर्डर डेटमा ल्याएर तपाईँले ड्रप गरिदिनु भयो भने यसले एउटा विन्डो यहाँनिर दिन्छ तपाईँले अझै एडजस्ट यहाँ रङ ठाउँमा ड्रप गर्नुभयो भने यहाँबाट चेन्ज गर्न मिल्यो जस्तै अर्डर डेट यो सोर्सको अथवा चाहिँ डिम टेबलको अर्डर डेट भर्सेस फ्याक्ट सेल्सको अर्डर डेटमा यो सेलेक्ट भएको छ अब यसलाई तपाईँ सिम्पली सेभ गरिदिनुहोस् यसले रिलेसन क्रिएट गरिदियो वी आर डन हामीले यो सोर्स टेबल ल्याएर फर्मेट गरेर रिलेसन बनायौँ है त अब तपाईलाई अब सोर्स टेबल ल्यायौँ यहाँ माथिको स्टेपमा यहाँनेरि त्यसपछि यो टेबललाई फर्मेट गर्यौँ त्यसपछि तल्लो स्टेपमा आएर रिलेसन दियौँ अब तपाईलाई अझै फर्दर एकदम कम्प्लेक्स क्वेरीहरू लेख्नुपर्ने छ युजरबाट आक्स भएको छ ड्याक्स क्वेरी लेख्नुपर्ने छ भने यो स्टेपमा आएर गर्ने त्यो हामी फर्दर अर्को क्लासमा गर्छौँ तर आज हामी यो दुईटाको आधारमा सिम्पल र मिनिङफुल रिपोर्ट बनाउँदैछौँ त्यो भएर हामी अब रिपोर्ट बनाउनको लागि हामी यो फर्स्ट स्टेप रिपोर्ट भ्यूमा क्लिक गर्ने अनि हामी रिपोर्ट बनाउन थाल्ने अब रिपोर्ट बनाउनलाई तपाईले एउटा रङ रोगनहरू गर्नु पर्ने हुन्छ जस्तै तपाईको कम्पनीको यो रिपोर्ट बनाइसकेपछि तपाईले यो रिपोर्टलाई पब्लिश गरेर जुन युआरएल तपाईको सफ्टवेयरमा अथवा कम्पनीको युआरएल मा पब्लिश गर्नुहुन्छ त्यो युआरएल को आधारमा जल्दी पनि अथवा चाहिँ तपाईले दिएको एक्सेस को आधारमा मान्छेले त्यो रिपोर्ट भ्यू गर्छ अनि यो रिपोर्ट के बेसमा यो रिपोर्ट बनिरहेछ यो रिपोर्टले के भन्छ भनेर तपाईले सामान्य यहाँनेरि इन्फर्मेसन दिनुपर्छ जसको लागि मसँग एउटा इमेज छ तपाईको लोगो यो लोगोलाई म इन्सर्ट गरिदिन्छु तपाईले कुनै एउटा लोगो पिक्चर कम्पनीको अथवा चाहिँ यहाँनेरि राख्न सक्नुहुन्छ यो एउटा लेट्स से तपाईको कम्पनीको लोगो भयो त्यसपछि यो रिपोर्टको नाम दिन हामी कुन रिपोर्ट बनाउन चाहदैछौं यो रिपोर्टको नाम लेख्न सक्नुहुन्छ यहाँ तल पनि नाम लेखौं एउटा यो पेज 1 मा यो पेजमा चाहिँ हामीसँग यो सेल्स ड्याशबोर्ड सेल्स ड्याशबोर्ड भन्ने चाहिँ हाम्रो ड्याशबोर्ड यो ड्याशबोर्ड हो अब यो सेल्स ड्याशबोर्डलाई हामी यहाँ माथि पनि लेख्न सक्छौं है त सेल्स ड्याशबोर्ड हामीले के गर्ने भने यसलाई अलिकति फर्मेट गर्ने तपाईलाई मन लागेको जस्तै लेट्स से आई वान्ट दैट एन्ड मलाई 24 स्पेसको यो यतिको स्पेसको मलाई राख्न मन लाग्यो यो ड्याश यसको नाम हैन अब मैले यसलाई माथि लगेर राखी लोगोको पछाडी सेल्स ड्याशबोर्ड यो हामी बनाउन लागेको सेल्स ड्याशबोर्ड हो भनेर यहाँ मैले सेल्स ड्याशबोर्डको इन्फर्मेसन दिएँ त ओके अब यति गरिसकेपछि अब हामी ट्याग रिपोर्टहरु बनाउन थाल्छौं हामीसँग डिम डेट र फ्याक्ट सेल्स डेटा रेडी छ अब हामीले फेरि पनि अलिकति तपाईलाई रिभिजन फ्याक्ट डेटा छ हामीसँग फ्याक्ट डेटा के छ भने सेल्स अमाउन्ट छ त्यसैगरी प्रोडक्ट को इन्फर्मेसन छ प्रोडक्ट क्याटेगोरी छ हैन त्यसैगरी हामीसँग पोस्टल कोड स्टेट यस्ता कुराहरु हामी फ्याक्ट डेटाहरु छन् हामी चाहिँ त्यसको डाइमेन्सनको रूपमा यो डेटाको डाइमेन्सनको रूपमा डाइमेन्सन टेबलमा हामी के छ भने अर्डर डेट क्वार्टर सेमेस्टर इयर मन्थ यस्तो छ अब यी फ्याक्ट डेटालाई चाहिँ यो डाइमेन्सनको आधारमा हामीले एज अ भिजुअलाइज
हेर्न ट्राई गरौँ। अब हामीलाई फर्स्टमा के हेर्नु छ भने अर्डर क्वान्टिटी बाई क्वार्टर भनेको अर्डर कसले चाहिँ अर्डर गरिरहेछ अथवा अर्डर क्वान्टिटी हामीसँग यहाँनिर अर्डर क्वान्टिटी छ, यो अर्डर क्वान्टिटी बाई क्वार्टर एभ्री क्वार्टरमा चाहिँ कति कति अर्डर भयो हैन, एभ्री क्वार्टरमा अर्डरको चाहिँ क्वान्टिटी कस्तो रह्यो भनेर हेर्नु पर्यो पिक्चराइज रूपमा भने यसमध्ये तपाईले कुनै एउटा छान्न सक्नुहुन्छ। यसको लागि म एउटा लिए यो लाइन चार्ट यहाँनिर क्लिक गर्ने बित्तिकै यहाँ अटोमेटिकली आएर बस्यो। यसलाई मैले सेलेक्ट गर्छु अनि म के गर्छु यसको एक्स एक्सिस र वाइ एक्सिसमा जस्तै दुईटा अर्डर क्वान्टिटी भर्सेस मसँग क्वार्टर हैन, सम अफ अर्डर क्वान्टिटी बाई क्वार्टर भनेर मैले यो एउटा रिपोर्ट बनाएँ। अब यो जस्तै यसले यस्तो खालको एउटा डिजाइन गरिदियो। अब यसमा मैले अलिकति के चेन्ज गर्न सक्छु भने यसले 2005 यताबाट सुरु भयो, म यो 5 यता अगाडिबाट सुरु भएर 8 पछाडि हुन्छ नि एसेन्डिङ अर्डरमा चेन्ज गर्नु पर्यो मलाई। यसलाई म के गर्छु यसमा क्लिक गरेर सर्ट एसेन्डिङ गर्छु, यो चाहिँ 5 बाट सुरु भएर 8 तिर गयो। त्यसै गरी अर्को म के गर्छु भने म यो सम अफ क्वार्टर क्वान्टिटी छ, म यो क्वार्टरको सम नगरिकन म सम लाई नगरिकन रेगुलर यो त्यसलाई हटाएर यो मैले रिपोर्ट एउटा बनाएँ। यसले चाहिँ मलाई के देखाउँदैछ भने अर्डर क्वान्टिटी बाई क्वार्टर हैन, एभ्री क्वार्टरमा जस्तै 2005 को Q3 मा 448 अर्डर भएको रहेछ। त्यसै गरी तपाईको 2007 को Q1 मा क्वार्टर 1 मा 788 भएको रहेछ। यो बढ्दै गएर 2008 को Q2 मा आइपुग्दाखेरि कम्पनीले एकदमै कम्पनीको अर्डर धेरै भयो। अहिले लास्ट क्वार्टरमा अलिकति फेरि कम भयो हैन, 16 बाट 2000 भयो। यो किन भयो? अब यो कम्पनीले कुन रिजनले यस्तो भयो, हामी यो हाम्रो काम भनेको यस्तो यो देखाइदिने भिजुअलाइज गरिदिने काम भयो। एउटा हामीले के गर्यौं भने यो रिपोर्ट बनायौं। अब त्यसै गरी हामीलाई के चाहिएको छ अथवा हाम्रो युजरले के चाहिरहेछ भने टोटल प्रोडक्ट कस्ट बाइ सेमेस्टर, प्रोडक्ट कस्ट बाइ सेमेस्टर, प्रत्येक सेमेस्टरै पछि प्रोडक्टको कस्ट चाहिँ कस्तो भइरहेछ त्यसको हामीलाई हेर्नु पर्यो। त्यो हेर्नु पर्यो भने हामी हामी यो एउटा यो कोलमनर चार्टमा हेर्छौं, यसरी उमा परेको चार्टलाई हैन। यसलाई यहाँनेरि मैले राखेँ। यो राखिसकेपछि अब मैले के हेर्नुपर्ने छ भन्दा मलाई हेर्नुपर्ने छ प्रोडक्ट कस्ट बाई सेमेस्टर। अब तपाईले प्रोडक्ट कस्ट र सेमेस्टर छान्नु पर्यो। प्रोडक्ट कस्ट यहाँ छ, प्रोडक्ट कस्ट यहाँ तल कहाँ छ, टोटल प्रोडक्ट कस्ट हैन, टोटल प्रोडक्ट कस्ट यो फ्याक्टमा छ, यो फ्याक्ट टेबलको प्रोडक्ट कस्ट भयो। अब सेमेस्टर भनेको डाइमेन्सन, यसको बाइ डाइमेन्सन हेर्दैछौँ हामी डाइमेन्सनको आधारमा। अब यो क्वार्टरली अथवा सेमेस्टरको आधारमा प्रोडक्टको कस्टहरु यहाँनेरि यसरी देखाए। यहाँ पनि 8 बाट सुरु भएर अलिकति यसलाई अपोजिटमा देखाइरहेछ। यसलाई म एसेन्डिङ अर्डरमा चेन्ज गर्छु। एसेन्डिङ अर्डर 8 बाट तपाईको क्वार्टर यता चेन्ज भयो। तपाईले यसरी आवश्यकता अनुसार यसको अर्डर चेन्ज गर्न सक्नुहुन्छ। यो तीनटा डटमा क्लिक गरेर यो गर्न सक्नुभयो। अब यो भयो प्रोडक्ट कस्ट बाइ सेमेस्टर। अब यसले के देखाइरहेछ भने पहिलो सेमेस्टरमा प्रोडक्ट कस्ट थोरै थियो, अहिले प्रोडक्ट कस्ट बढी भइरहेछ। अब कम्पनीमा यहाँ समस्या देखे जस्तो छ, प्रोडक्ट कस्ट पनि बढिरहेछ, यता सेल्स पनि लेटली घट्यो। त्यही भएर हामीलाई रिपोर्ट बनाउन लाग्यो जस्तो छ हैन समस्या भएर। ओके, अब हामी अझै अर्को एउटा रिपोर्ट हेर्दैछौँ। अर्को रिपोर्ट के हेर्ने भने सेल्स अमाउन्ट बाइ प्रोडक्ट क्याटेगोरी हेर्ने, सेल्स अमाउन्ट बाइ प्रोडक्ट क्याटेगोरी। सेल्स अमाउन्ट यसलाई मैले सानो बनाएँ, सेल्स अमाउन्ट। अब त्यो सेल्स अमाउन्ट बाइ प्रोडक्ट क्याटेगोरी हेर्नको लागि म यति मात्रै सबभन्दा बेस्ट भिजुअलाइज टुल कुन हुन सक्छ भन्दा त्यो खालको इन्फर्मेसन हेर्दा मलाई लेट्स से
मल्टी रो यो हुन सक्छ हैन हेरौँ यसको यसले कस्तो खालको भिजुअलाइज गर्छ यो यसबाट राम्रो भिजुअल आएन भने हामी अर्को भिजुअलाइज टुलमा चेन्ज गर्छौँ हामीलाई चाहिएको छ के भन्दा सेल्स अमाउन्ट बाइ सेल्स अमाउन्ट हामीलाई सेल्स अमाउन्ट चाहियो यो सेल्स अमाउन्टलाई छान्ने हामीले यो राम्रो खालको म यो भिजुअलाइज भएन अब यसको तुलनामा प्रोडक्ट क्याटेगोरी है यसले चाहिँ हामीलाई भिजुअलाइज गरेन यसले एउटा नम्बर दियो त्यो भएर म यसलाई के गर्छु यो मलाई चाहिएन म यसको ठाउँमा यो भिजुअलाइजको लागि एकछिनको लागि म यो स्क्याट बारलाई मैले छाने है त सायद यसमा चाहिँ अझै राम्रो भिजुअल आउँछ है त अब यसमा अघि भनेको छु प्रोडक्ट क्याटेगोरी हैन के भनेको छु सेल्स अमाउन्ट बाइ यो सेल्स अमाउन्ट चाहिँ हामी केबाट हेर्ने प्रोडक्ट क्याटेगोरी को आधारमा प्रोडक्ट क्याटेगोरी हामीसँग यहाँ हेर्नु प्रोडक्ट क्याटेगोरी के छ बाइक एसेसरी र क्लोथिङ जम्मा तीनटा मात्रै क्याटेगोरी रहेछन् यो तीनटा क्याटेगोरीमा हाम्रो सेल्स अमाउन्ट सेल्स यस्तो भयो अब हामी प्रोडक्ट एउटा प्रोडक्टमा मल्टिपल सब क्याटेगोरी पनि छ त्यसलाई हेर्नु पर्यो भने अब यहाँ सब क्याटेगोरीलाई पनि तपाईले छान्नु भयो भने अब यो बाइक भित्र के क्याटेगोरी छन् बाइकमा माउन्टेन बाइक छ हामीसँग रोड बाइक छ हामीसँग हैन त्यसैगरी टुरिङ बाइक छ हामीसँग त्यसै एसेसरीमा विभिन्न सामानहरु छन् क्लोथिङमा हामीसँग के छन् भने यो मैले माउस ध्यान लाँदाखेरि ग्लोभ्स छ जर्सी छ यो छ अनि यो हामीले यति सामान बेचेका छौं भनेर यसको अलिकति डिटेल इन्फर्मेसन हामीलाई यसले दियो ओके यो हाम्रो भिजुअलाइज यो डेटा भिजुअलाइज हुँदैछ अब हामी अझै अर्को एउटा हामीलाई म्यानेजरले अथवा चाहिँ हाम्रो बोसले के पनि हेर्न मागिरहेछ भने प्रोडक्ट क्वान्टिटी बाइ कन्ट्री उसले चाहिँ हाम्रो कम्पनीले कुन देशमा चाहिँ सामान बढी बेचिरहेछ कुन देशमा कम बेचिरहेछ भनेर कन्ट्रीको आधारमा प्रोडक्ट क्वान्टिटी अथवा सेल हेर्न चाहिरहेछ त्यसको लागि म यो एउटा तपाईको पपुलेट यो के भन्छ यो एउटा तपाईको भिजुअलाइज टुल्स लिए यसले चाहिँ डु नोट चार्ट भन्यो यो डु नोट चार्ट लिए डु नोट चार्टलाई म के गर्छु भने सेल्स बाइ कन्ट्री हैन भनेपछि म के छान्नु पर्यो मैले छान्नु पर्यो फ्याक्ट टेबलमा अर्डर क्वान्टिटी त्यस पछाडी बाइ कन्ट्री भनेपछि कन्ट्री भनेको मैले अर्को कन्ट्री छान्नु पर्यो दुईटा कन्ट्री छान्नु पर्यो अब यसले मलाई के दियो हेर्नुस् है कति राम्रो दियो अब यहाँ यो ब्लू एरिया युनाइटेड स्टेट अफ अमेरिका जहिले पनि धेरै सामान किन्छ हैन त्यसपछि अलि थोरै सामान किन्ने अस्ट्रेलिया त्यसपछि अलि थोरै सामान किन्ने क्यानाडा हैन यो पर्सेन्टेज पनि यसरी दियो तपाईले कस्तो क्लियर चित्र हो हैन कहाँ कुन देशमा कसरी चित्र दिइराछ भनेर ओके अब तपाईलाई अझै अर्को रिपोर्ट पनि तपाईलाई मागेको छ अर्डर क्वान्टिटी बाइ सब क्याटेगोरी अर्डर क्वान्टिटी बाइ सब क्याटेगोरी अब यहाँ यो सब क्याटेगोरी भनेको छ अब अर्डर क्वान्टिटी बाइ सब क्याटेगोरी मात्रै हेर्नु पर्यो भने एकछिन लागि म फनल चार्ट लिन्छु फनल चार्टले कस्तो कहाँ छ फनल यहाँ हेर्नुस् यहाँ खोज्नुस् फनल ओके यहाँ छ फनललाई मैले क्लिक गरे अनि मैले यहाँ तल ल्याएर राखे है त अब मैले यसको y एक्सिस र x एक्सिसमा के राख्ने मैले छान्ने अर्डर क्वान्टिटी छान्नु पर्ने छ अर्डर क्वान्टिटी बाइ अर्डर सब क्याटेगोरी हामी क्याटेगोरी हैन एकैचोटी अर्डर सब प्रोडक्ट क्याटेगोरी यसरी गर्दै छौं अब यसले चाहिँ मलाई के दियो भन्दाखेरि अलिकति प्रोडक्ट को क्याटेगोरी हैन सब एकैचोटी तपाईको डिटेल लेभलको हैन टायर र टिप चाहिँ सबभन्दा धेरै बिक्री छ तपाईको कम्पनी यो कम्पनीमा सबभन्दा थोरै बिक्ने बाइक र्याक्स हैन बाइक स्ट्यान्ड अझै थोरै हैन टायर एन्ड टिप्स यो बिको तपाई यस्तो खालको सेल्स भयो अब तपाईले कुन प्रोडक्टलाई बढी फोकस गर्नु पर्यो
हैन यो यसको भ्यालु त म्यानेजरलाई छ नि त तपाईको कम्पनीको बोसलाई छ हैन यो इन्फर्मेसनले बोसलाई त धेरै डिसिजन मेकिङमा सहयोग गरेन त्यही भएर तपाईको एसक्यूएल किन चाहियो डेटा किन चाहियो एसक्यूएल पछाडि डेटा वेयर हाउस किन गर्नु पर्यो हैन वेयर हाउसमा डेटा राखिसकेपछि रिपोर्ट किन बनाउनु पर्यो यही जानकारीको लागि यही भिजुअलाइजको लागि गर्नु पर्यो अब यदि हामीले डेटा भिजुअलाइज गर्यो यदि गरिसके पछाडि अब हामीसँग के छ भन्नुहुन्छ भने यो भिजुअलाइजलाई अझै के भन्छ युजर फ्रेन्डली अथवा चाहिँ अझै हैन टाइम अथवा तपाईको हेर्दाखेरि आफूले चाहे जस्तो रिपोर्ट अझै सजिलो देखाउनको लागि एक दुईवटा अप्सनहरू हामीसँग छन् अथवा यसलाई भन्छ फनल यसलाई के भन्छ भन्नुहुन्छ भने यसलाई भन्छ स्लाइसर जस्तै यो हामीसँग यो डेटा छ हामीसँग यो रिपोर्ट छ यो रिपोर्ट चाहिँ एज अ होलमा छ अब हामी स्पेसिफिक एउटा क्वार्टरको मात्रै स्पेसिफिक एउटा इयरको मात्रै एउटा स्पेसिफिक एउटा प्रोडक्टको मात्रै स्लाइस गरेर हेर्नु पर्यो भने के गर्ने त हैन त्यो गर्नु पर्यो भने एकदम इजी यो स्लाइसरलाई क्लिक गर्दिने यहाँ स्लाइसरको बक्स आउँछ यो स्लाइसरको बक्सले के काम गर्छ भन्नुहुन्छ भने एउटा स्लाइसरमा तपाईं इयर भनेर राख्दिनुस् हैन यो स्लाइसरले के गर्छ अब यो तपाईसँग यो फुल रिपोर्ट छ तपाईले 2007 को लाई स्लाइस गर भन्नु भने 2007 को मात्र रिजल्ट आयो हैन मलाई 2009 को मात्र रिपोर्ट दिए भन्नु भने 9 मा के पनि भएको रहन्छ यो डेटा हुन्छ डेटा रहन्छ 9 को डेटा रहन्छ भन्ने बुझ्नु पर्यो 2006 को स्लाइस गरेर देखा भन्नु पर्यो भने 2006 को डेटा यो भयो स्लाइसरको काम यो भयो अथवा तपाईसँग अर्को मल्टिपल स्लाइसर राख्न सक्नु भयो अर्को स्लाइसर यहाँनेरि क्लिक गरौँ के गरौँ भने यसलाई राइट क्लिक यसलाई स्लाइसरलाई अलि सानो बनाऊँ यानी यो स्लाइसरमा चाहिँ तपाई के गर्न सक्नुभयो भने क्याटेगोरी प्रोडक्ट क्याटेगोरीलाई राख्दिनुस् प्रोडक्ट क्याटेगोरी तपाईसँग तीनटा क्याटेगोरी भएको प्रोडक्ट छ प्रोडक्टको आधारमा तपाईले स्लाइस गर्न सक्नुहुन्छ हैन यहाँ माथि इयरको आधारमा स्लाइस गर्नुभयो त्यस्तै यहाँ तल चाहिँ प्रोडक्टको आधारमा बाइकको मात्रै यो इन्फर्मेसनहरु क्लोथिङको मात्रै यो इन्फर्मेसनहरु एसेसरिजको मात्रै यो इन्फर्मेसनहरु अब एसेसरिजको पनि 2007 को मात्रै इन्फर्मेसन एसेसरिजको 2006 को मात्रै इन्फर्मेसन एसेसरिजको 2008 को इन्फर्मेसन इन्टरएक्टिभ ड्याशबोर्ड इन्टरएक्टिभ है यसले डेटालाई चाहिँ इजिली भ्यू गराउन सक्यो डेटालाई इजिली के गराउन सक्यो हामी भने अनुसार को बनाउन सक्यो धेरै नाइस बनाऊ ओके अब हामीले अहिलेसम्म हामी यति हो द्याट्स इट अब हाम्रो यो ड्याशबोर्ड भयो यो तपाईले के गर्नुहुन्छ अब यसलाई यहाँ गएर पब्लिश गर्नुहुन्छ पब्लिश गरिसकेपछि भनेको डिप्लोय गर्नुहुन्छ तपाईको सर्भरमा गरिसकेपछि तपाई त्यो लिंक चाहिँ तपाईलाई के गर्नुहुन्छ तपाईको म्यानेजर बोसलाई दिनुहुन्छ त्यो लिंक उले क्लिक गर्नेबित्तिकै तपाईको यो ड्याशबोर्ड उले पाउँछ अनि उसले के गर्छ अब यहाँनेरि यसको यो भिजुअलाइज उले हेरिरहेछ यहाँनेरि क्वार्टर अर्डर क्वान्टिटी अर्डर कम भइरहेछ यहाँनेरि सेमेस्टरको हिसाबले अहिलेको लेटेस्ट सेमेस्टरमा प्रोडक्ट कस्ट बढिरहेछ हैन टायरहरु धेरै बिकेको छ लेटली यो भेस्टहरु अरु यो कुराहरु यो क्लिनर्सको यो कुराहरु बिकेको छैन युएस मा धेरै बिकेको छ अर्को यो देशमा कम बिकेको छ हैन यस्ता इन्फर्मेसनहरुले पाइरहेको हुन्छ यसको आधारमा उसले अब कम्पनीलाई के गर्ने कसो गर्ने हैन यस्ता कुराहरु चाहिँ नै उसले डिसिजन गर्छ यो भयो हाम्रो क्विक ड्याशबोर्डको ओभरभ्यू पावर बीआई रिपोर्टको ओभरभ्यू तपाईसँग अझै अलिकति सानो एक दुईवटा कुराहरु तपाईलाई जोडिहालौं पावर बीआई मा तपाईले म्याप जस्तै गुगल म्यापमा यही कुरालाई म्यापमा हेर्नु पर्यो भने हैन यहाँ एउटा म्याप छ त्यो म्यापलाई तपाईले एउटा होल पेजमा पनि राख्न सक्नुहुन्छ जस्तै यसलाई भनौं रिनेम गरेर सेल्स बाइ जियोग्राफी हैन GRAPHY जियोग्राफी सेल्स बाइ जियोग्राफी भयो यसमा तपाईले सेल्स को इन्फर्मेसन
यो म्यापमा हेर्न सक्नुहुन्छ यसलाई के गर्ने यसलाई क्लिक गर्ने यसलाई तपाईं ठुलो बनाउनुहोस् एउटा मात्रै रिपोर्ट बनाउनको लागि यसमा तपाईले के गर्नु पर्यो भने सेल्स लाई छान्नुहोस् यो सेल्सलाई छानिसकेपछि अब तपाईं के छान्नुहोस् भने तपाईं यहाँ सिटी छान्नुहोस् अथवा कन्ट्री छान्नुहोस् हैन यो गर्ने बित्तिकै तपाईको के भयो यहाँनेरि तपाईले यहाँ अथवा चाहिँ प्रॉफिट लेन सिटी यो लेभलको कन्ट्री मात्रै भनौं अथवा चाहिँ सिटी भनौं यो कुन सिटीमा तपाईको प्रोडक्टहरु धेरै बिक्छ अस्ट्रेलिया त बिक्यो अस्ट्रेलियाको कुन सिटीमा धेरै बिकिरहेछ हैन यूएस को कुन सिटीमा यूएस को यो सिटीमा बिकिरहेछ तपाईले अब कहाँनेरि तपाईको विज्ञापन गर्नु पर्यो तपाईले मोर विज्ञापन कहाँ गर्नु पर्यो जहाँ बिक्दैन त्यहाँ त विज्ञापन गरेर कामै छैन अथवा तपाईसँग नयाँ कस्टमर खोज्ने हो भने त्यहाँनेरि साउथ अमेरिका बिक्या छैन साउथ अमेरिका विज्ञापन गर्ने हो कि हैन यस्तो कुराहरु तपाईको यो रिपोर्टले तपाईलाई सहयोग गरो अब अर्को एउटा क्विक आइटम यहाँनेरि तपाईलाई भनेर आजको यो सेसनलाई एन्ड गर्छौं हामी जस्तै के भन्ने भने यो रिपोर्टमा तपाईको म्यानेजरलाई तपाईले सेल्स डिटेल उले त उसँग त एसक्यूएल को अथवा अरु डेटा को अथवा जि तपाईको फ्ल्याट फाइल उलाई हेर्न मतलब छैन थाहा पनि छैन कसरी हेर्ने तपाईले त्यसको डिटेल एकदमै इन्फर्मेसन दिनु पर्यो भने तपाई कसरी दिन सक्नुहुन्छ भने एउटा टेबल उलाई क्रिएट गर्दिएर टेबल जस्तै टेबलमा तपाई के दिन सक्नुहुन्छ भने सिटी को आधारमा काउन्ट्री को आधारमा त्यसैगरी मैरिटल जेन्डर र मैरिटल स्टेटस अनि त्यसको आधारमा प्रोडक्ट क्याटेगोरी अनि सेल्स अमाउन्ट अनि त ल भनौं प्रॉफिट हैन यो इन्फर्मेसन उलाई दिनु पर्यो यो टेबल पनि यसरी सुई दिनु पर्यो भने उले के गर्छ उले यो इन्फर्मेसन उले यहाँ आएर हेर्न सक्छ यो पनि एउटा क्विक तपाईले गर्न सक्ने हामीले गर्न सक्ने पावर बीआई मा गर्न सकिने एउटा रिपोर्ट कसैलाई दिन सक्ने क्विक दिन सक्ने कुरा भयो यसले यसरी युनाइटेड स्टेटको यो सिटीमा मेल ले यो सामान यतिको सामान टोटल सम अनि हामीले त्यसमा यति प्रॉफिट गरेछौं हैन अनि अब यसलाई तपाईले एसेन्डिङ प्रॉफिट एसेन्डिङ र डिसेन्डिङ पनि गर्न सक्नुभयो तपाईले एसेन्डिङ अर्डर डिसेन्डिङ अर्डर जस्तै सबैभन्दा धेरै प्रॉफिट त कहाँबाट भएछ युनाइटेड किंगडमको लन्डन सिटीमा बाइक बेचेर तपाईलाई सबैभन्दा धेरै नाफा भएको रहेछ भन्ने कुरा यो रिपोर्टले तपाईलाई देखाउन सहयोग गर्यो यति तपाईले गर्न सक्नु भयो भने सामान्यतया तपाई एउटा डेटाबेस को प्रोफेसनलले गर्नु एकदम बेसिक रिपोर्ट गर्न सक्ने हुनुभयो यो हाम्रो पावर बीआई अन्तर्गत ड्याशबोर्ड बनाउने कुरो भयो हैन ड्याशबोर्ड रिपोर्ट बनाउने कुरो भयो हामीसँग मार्केटमा धेरैवटा रिपोर्टहरु छन् त्यसमध्ये पावर बीआई एकदम चलेको माइक्रोसफ्टको एकदमै ठूलो मार्केट भएको धेरैवटा कम्पनीले चाहिँ यसलाई युज गर्ने रिपोर्ट हो अब यो रिपोर्टलाई हामीले तपाईले आफूले यो पावर बीआई डेस्कटप डाउनलोड गरेर यसरी बनाउन एकचोटी ट्राई गर्नुस् बनाउन सकेपछि तपाईले रेज्युमेमा आई क्यान डु सिम्पल पावर बीआई रिपोर्ट भनेर भन्न सक्नुहुन्छ पावर बीआई रिपोर्ट सिम्पल स्ट्रेट फरवर्ड तर यो अहिले यो भिडियोको आधारमा अथवा यो यति हेरेको आधारमा मात्रै तपाईले अर्को चोटी म गर्छु भनेर गर्न थाल्नु भने समस्या हुन सक्छन् जस्तै कस्तो समस्या हुन सक्छन् भने तपाईको यो रिपोर्ट कम्प्लिटली अपसाइड डाउन जे बाटे आउन सक्छ यदि तपाईले यो डेटा ल्याइसकेपछि डेटालाई राम्रोसँग फर्मेट गर्नु भएन भने जस्तै हामीले एउटा यो डिम डेटको यो मन्थलाई अर्डर गरेको थियौ यदि तपाईले यो मात्रै कुरा तपाईले अर्डर गर्नु भएन भने तपाईको यो रिपोर्ट गलत रिपोर्ट हुन जान्छ र तपाईको जागिर पनि भोलिपल्ट चैट हुन सक्ने सम्भावना हुन्छ हैन त्यही भएर यसलाई एकदमै सामान्य हेल्चेक्राइ गरेर रिपोर्ट बनाइहाल्छु आइहाल्छ मलाई यो क्लिक यता ड्राफ्ट मात्रै भनेर गर्न थाल्नु भने यो रिक्सी प्रोजेक्ट पनि हो अब पावर बीआई मा तपाईको महिना 2 महिना 3 महिनासम्मको ट्रेनिङ हुन्छ
हैन यसमा डिटेल धेरै कम्प्लेक्स कुराहरू हुन्छन् पावर बीआई डेभलपर पावर बीआई को रिपोर्ट बनाउने टिमहरू हुन्छन् हैन 10 जना 20 जनाको रिपोर्ट बनाउने टिमहरू भनेको त्यहाँ कम्प्लेक्स कुराहरूबाट क्याल्कुलेट गरेर रिपोर्ट बनाउनु पर्ने हुन्छ तर यो चाहिँ हाम्रो ओभरभ्यू फर्स्ट पावर बीआई को ओभरभ्यू सेसन भएको हुनाले यति चाहिँ एउटा बेसिक डेटा इन्जिनियरले जान्नै पर्ने कुरा भयो यो एज अ पावर बीआई डेभलपरले चाहिँ योभन्दा धेरै जान्नु पर्यो तर डेटा इन्जिनियरले पावर बीआई को अथवा रिपोर्टिङको यति कन्सेप्ट चाहिँ बुझेको हुनु पर्यो है त यति भन्दै आजको सेसन यति नै अन्त्य गर्छु केही क्वेसनहरू तपाईसँग भएदेखि मलाई इमेल गर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच बाई फर नाउ